ल अब हामी त अब अर्को भेट्नु दामी ठाउँमा घुम्नु जानु राम्रो ठाउँ है कस्तो राम्रो सिन आहा आहा कस्तो राम्रो है ऊ त्यहाँको हेर त आमा कति राम्रो आहा अब हामी नेक्स्टमा उठो भ्यू टावरमा चढेर पुरा राम्रो गर्नुपर्छ यो एयरपोर्टको प्लेनहरु हेर भ्यू टावरमा गए हुन्छ नि माथि डाँडामा प्लेन पनि चढ्ने हो कि कति आनन्द है अङ्गालो हालेर ओहो अझ छारीमा यसरी शीतल तापे नि त शीतल तापेको घर त्यत्रो शीतल ताप्ने ठाउँ छ अनि यहाँ शीतल ताप्नु पर्ने अर्काको अङ्गालोमा बसेर देख्नु भयो तपाईँको दाइको चर्तीको त्यही भएर पठाएको बिहान मैले होइन तिमीले गर्न खोजेको चाहिँ के हो तिमीले गर्न खोजेको के हो होइन भने यसरी हाम्रो सल्लाह गरिया के सल्लाह अङ्गालो हालेर सल्लाह गर्छन् हामी बच्चा स्कुल त किन हाँसे कि मेरो पैसामा बस्ने अझ हाँस्ने त तँले अरू केटा पाइनस् ए हजुरको बुढासँग चाहिँ के म लसस के गरेको छु र शीतल खाएर पो बस्या हो त ए अर्काको पैसामा शीतल खाने जङ्गल आउँछ होइन हामी स्कुल पढ्दादेखि साथी हो हामीलाई यो त नर्मल हो के यो साथी हुन्छ ल तिम्रो छोरीको उमेर के छ लाज लाग्दैन छोरीको उमेर रे इन्डियाको पो भर्खर देखे त उमेर त भइसक्यो त गफ लाउने पनि ठाउँ हुन्छ क्या पसलमा गएर गफ लाओ चिया खाँदै गफ लाओ दाजु बहिनी होला नि भन्छन् कोही साथी होला नि हुन्छ यो जङ्गलमा गफ लाउने ठाउँ हो यो अरू केटा नपाएर मेरै दाइसँग आउनुपर्छ त्यही पनि जङ्गलमा अनि हामीले केही गरेको छ त छैन नि है हामी बसेर गफ लागिरहेको छ नि के होइन है अरे चप्पल निकालेर बङ कि बङ हानिदिन्छु अनि थाहा हुन्छ दाइ तपाईँको बुद्धि चाहिँ के भएको घरमा यस्तो राम्रो भाउजू हुँदाहुँदै अरू केटी हेर्दै हिँड्नुपर्छ जङ्गलमा घाँस लिएर आउँछ भने खोइ बारी होइन म यहाँ घाँस काट्दै थिएँ एकछिन आएर यसो दुःखसो कुरा गर्न आएँ हामी दुःख सुखको कुरा यसरी उहाँ हेर त भन्दै गर्छन् होइन अङ्गालो हालेर दुःख सुखको कुरा बढी नभए है बुढेसकालमा खुब तिमीलाई कुरकुरे बैसा लाखा होइन तिम्रो बैस सैस मैले काटेर अनि कति बिहा बोल्छ भने हामीलाई पनि बोल्न दिएन बोल न त तिमीलाई म मुख थुने छु बोल हामी यहाँ यसो त्यो भोलि यहाँ बारी खन्नी छ खेताला को पाइन्छ भनेर सल्लाह गरेर आएको त्यसै गराएको छु नि भने बारी खन्नी गाउँमा गएर हो छिमेकीसँग सल्लाह गर्ने यो जङ्गल आएर तरुनी केटीसित होइन के ए बाबाको सल्लाहमा तरुनी छ नि हुन्छ बुढी छ नि हुन्छ तपाईँको दाइले मसँग साँच्चै निउ खोजेको हान्दिउँ म यस्तो गर्नु हुँदैन नि त भाउजू घरमा हुँदा हुँदै यस्तो राम्रो केटीसँग हिँड्नुपर्छ तेरो भाउजूलाई सम्झाएन हामीसँग स्कुल पढाए साथी हो के त्यही भएर त घर किन बस्दैन मैले भनेको किन मान्दैनन् यी बुढाले भनेको त यस्तो रहेछ ए बहिनी तँलाई दाइको अलिकति विश्वास छैन दाइ कि यस्तोसँग लाग्ला त आफ्नै आँखाले देखिसके अब कसरी विश्वास गर्नु मैले तिमीलाई बाँकी यसरी ल हेर घरमा बाउआमा छन् कि छैनन् ल भन् केटी छन् कि छैनन् भन् ए बुढा तिम्रो यो को सत्य कुरा आज खोल म सत्य कुरा खोल्छु सत्य भन्छु है त यिनी मेरो स्कुल पढ्दाको साथी स्कुल पढ्दा साथी भन्दा सुहाएन के सुहाएन यहाँ एकान्त बस्यो भने बुढाले के सबै काम सकिसक्यो जस्तो गरे तिमीले काम त कतिचोटि सक्यौ नि घरको बुढीलाई धोका दिई जङ्गल आएर कतिचोटि सक्यौ ल म घाँस नै आएको नि त्यत्रो भाँस काटेर राखिरहेको थियो म आएर घाँस थोप्रो तिम्रो त घाँस हो र झाडी हो झाडी घाँस काटेको भए त हुन्थ्यो बारी खोइ हेर कराएको बिस्तारै बोल्न सुन्नु अरूले नगराउनु हामी चाहिँ बसेर गफ लगाएको हो के ए नानी तिमी बढी नबोल तिमीले पनि 101 केटा पाउँछौ राम्री पनि छौ अलि गतिलो केटा खोजेर बिहा गरे कि यो सुट्टोसित नलाग गफ गर्नलाई मेरै दाइ मात्रै पाएको मेरो पहिला मारम कुटम तँलाई के मतलब होइन माया गर्छु नि त उहाँलाई अनि मैले माया छोडेर मैले मै खाउँला त के भने छैन हजुरको बुढोसँग म त्यस्तो नराम्रो केही नि गरेको छैन दिदी हजुर एक्कासी आवेशमा आएर चाहिँ गर्नु परेको छैन कुटपिट चाहिँ नगर्नु होइन अलिकति कुरा बुझ्नु के हो कसरी हामी चाहिँ बसेर पारीको सिनहरू हेर्दै गफ लगाएको छ हामी नेगेटिभ पारीको सिन हेर्दा के घरकी बुढीले ल्याएर हेरे हुन्न बाहिरकी तरुण ल्याएर प्लेन सर गइरहेको म देखाए हैन त रहर हुन्छ नि उता हेरेर म प्लेन हेरेर प्लेन भने तर हामी चाहिँ यसले पिन्छ अहिले पिलिन हेरेर प्लेन बुझ्ता थियो कति न पिलिन तरुनी पासी त घरको बुढीलाई वास्ता पनि लाज लाग्दैन मेरो दाइसँग तसिले बस्नलाई ल तिमीले भन्दा बढी माया गर्छिन् यार म त गर्छु नि ल तिमीलाई माया त यसले गर्छु मैले ए होइन पढ पढ बुढोको हात खुट्टा भाँचेर घर राखिदिउँ न नि ए राख्दै हुन्छ यस्तो के भएर तिमी घर हिँड्नु कि नहिँड्नु चितो केटीलाई बिहा गर कि मलाई डिभोर्स मलाई डिभोर्स देऊ बिहा गर त्यसलाई कि मलाई डिभोर्स देऊ भन
आजसम्म तिम्रो घर स्याहारेर म यसलाई छोड्नु सक्दिनँ सकिन भन्छौ म यसलाई छोड्नु सक्दिनँ भोलि तिमी छिटो मर्छौ त बित्दै हुन्छ बुझ्यौ त बित्दै हुन्छ जा अब आइन्दा घर छिटो पनि दिँदै जाँदै के आउलाई तपाईको दाइ हो मलाई भित्र छिटो पनि दिँदैन जा त्यसैसँग तासेर बस तासेर बस घरमा सम्पत्ति खोजिस् भन्छ भन्छ गयो मारिदिन्छु के मैले घर बुढी हुँदा हुँदै अरूसँग हिँडेको जाको पढ्न पालाउँदैन जानेछु